कार्यक्रमका अध्यक्ष नरहाङ राईज्यूले हाम्रो बिबेक्यू प्रोग्राम सम्मान कार्यक्रम देशो भैले कार्यक्रम यो बहुउद्देश्य कार्यक्रमलाई उद्घाटन गरिसक्नु भएको छ र म कार्यक्रमलाई अति छिटो रूपमा दौडाइरहेको छु र अबको कार्यक्रम हाम्रो साम्पाङ राई नरबहादुर राई जसले चाहिँ 2 वटा गोल्ड मेडल यसपालि मा चाहिँ प्राप्त गर्नुभएको छ उहाँलाई हामीले सम्मान गर्ने कार्यक्रम आज साम्पाङको मात्रै नभइकन नेपालीकै नाम उहाँले चाहिँ उच्च राखेको हुनाले गर्दाखेरि हामीले उहाँलाई सम्मान गर्न लागिरहेका छौँ र यो सम्मान गर्ने एकाधिकारमा प्रमाणपत्र हामीले दिएर चाहिँ सम्मान गर्ने कार्यक्रम रहेका छौँ र त्यो सम्मान गरिदिनु हुनको लागि म प्रमुख अतिथि नरहाङ राईज्यूलाई आग्रह गर्दै सहयोग गरिदिनु हुनको लागि म साम्पाङ जुम्लेखा अङ्गको अध्यक्षलाई पनि म हार्दिक अनुरोध गर्दछु नरबहादुर साम्पाङ राईज्यू। Sincere appreciation to Mr. Narabahadur Sampang Rai for achieving 2 gold medals at Hong Kong Bench Press Championship 2009 on 4th October 2009. The competition was held at Boundary Street Sports Center, Prince Edward Kowloon, organized by Hong Kong Weightlifting and Powerlifting Association. He also achieved first position among 10 competitors on the group of 82.5 kg class by squatting 130 kg weight. वितरण उहाँलाई सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद नरबहादुर राईज्यू, प्रमुख अतिथि नरहाङ राईज्यू, अध्यक्षज्यू। सेसनलाई हामीले वेबसाइटमा पनि राखेका छौँ र त्यो वेबसाइटको पनि उद्घाटन आजै गर्ने हामीले निर्णय गरेको हुनाले गर्दाखेरि यो वेबसाइटलाई उद्घाटन गरिदिनु हुनको लागि म प्रमुख अतिथि नरहाङ राईज्यूलाई नै म हार्दिक अनुरोध गर्दछु। पछाडिपट्टि वेबसाइट हामीले छोपेर राखेका छौँ, त्यो कागजलाई उहाँले च्यातिदिनु हुनेछ, यहाँले पाली बजाएर स्वागत गरिदिनु होला र हरेक बेलुका गएर त्यो वेबसाइट खोलेर हेर्नु होला। हाम्रो साम्पाङहरूको बारेमा सम्पूर्ण जानकारी हामीले त्यही वेबसाइटमा राखेका छौँ। प्रमुख अतिथिज्यूले वेबसाइट उद्घाटन गर्दै हुनुहुन्छ, वेबसाइट च्यातिदिनु होला। धन्यवाद प्रमुख अतिथि नरहाङ राईज्यू। प्रतिकूल उपस्थित सदन प्रमुख अतिथि थियो लगायत सम्पूर्ण उपस्थित सदन प्रतिकूल स्थान के अरे वेदरको खराबीले गर्दाखेरि हामीले ठ्याक्कै भने अनुसार हाम्रो चाहिँ के अरे कार्यक्रम सञ्चालन गर्न सकिएन। यही भए पनि यहाँको जुन उपस्थिति यहाँले जनाउनुभयो हाम्रो तर्फबाट हामीले सक्दो हाम्रो लगायत मेरा साथीहरू यहाँलाई सकेसम्म हामीले सन्तुष्ट दिने प्रयास गर्नेछ। त्यसको बावजुद पनि केही त्रुटिहरू रहलान्, यसलाई यहाँले सहर्ष स्वीकारिदिनु हुन साम्पाङ तर्फबाट जोरदार आग्रह गर्दछु।
यति भन्दै यो फोटो बोल्नुपर्ने भएकोले गर्दाखेरि मेरो यतिमै बाँकी अरू सबै हाम्रो घुमसम्म हामीले जनाइएको छ। यति भन्दै यहाँ सबैलाई मेरो गर्नको लागि अगाडि बढिरहनु भएको छ र यो मात्र गतिविधि पनि नभएर यो आफ्नो पहिचान, आफ्नो हक अधिकार र आफ्नो अस्तित्वको खोजी हो र यसमा किराँत हङकङ पनि तपाईँहरूको जुन प्रयास हो त्यसमा किराँत रहेका हङकङ पनि गौरव गर्नुपर्ने हुन्छ किनकि हङकङमा रहेका सम्पूर्ण भाषिक संस्थाहरू किराँत रहेका हङकङको खम्बा हो, किराँत रहेका हङकङको पूजा हो। त्यसो भएको हुनाले पनि किराँत रहेका हङकङ भाषिक संस्थाहरूले यस्ता कार्यक्रमहरू आयोजना गर्दा किराँत रहेका एक कदम अगाडि बढेको हो र त्यो सफलता अँगालेको हो भन्ने मलाई लागिरहेको छ र हामी हङकङ भएको सम्पूर्ण किराँत राईहरू यसरी नै स्वीकार गर्नुहुन्छ। यसो भयो भने मात्र हामीले हस्ते हैसे अथवा हरेक हाम्रा कार्यक्रमहरू, हाम्रा अस्तित्वहरू, हाम्रा हक अधिकारहरू, हाम्रा पहिचानहरू प्राप्त हुनेछ भन्ने मलाई लाग्दछ। त्यसो भएको हुनाले म फेरि पनि साम्पाङ राई जुनले खाले हङकङमा जुन किसिमको अहिले गतिविधि गरिरहेको छ र आजकै जुन कार्यक्रम पनि एउटा बहुउद्देश्य कार्यक्रम लिएर एउटै कार्यक्रममा एउटै आयोजनामा विभिन्न उद्देश्यहरू लिएर तपाईँहरूले जुन कार्यक्रम गर्नुभयो त्यसको लागि म यहाँलाई फेरि पनि बधाई दिन चाहन्छु। र त्यसरी हामीले सिँढीहरू बनाएर जब हामी पार गरेर वर्ष बिताउँछौँ त्यसभन्दा पछाडि एक प्रकारको चाड आउँछ। जुन चाड यो जो मान्छे भाडी बोकेर 12 महिना काट्छ, जो मान्छे कोदाली हल्लो हिलो गरेर 12 खत्म पारे हो